चम्चाले के हातले खाँदा हात धोएर आएको मासुसँग खानुलाई मासु देखेपछि चिमोट्नु परिहाल्यो त्यो दाल खाने बोटको त ल्याइन त अन्नत त नै आ रहे हो यो टाइममा इट्स ओके बोटको चाहिन्छ चाहिँदैन होला यसमा सबै सेतो पाएर यसो मेरो बुढो यसै हिरो त्यसै हिरो नि बुढो कालो अचार ल्याएर हामीले भित्रबाट खर्सानी ढेडी छ अचार त ढेडी के बस्नु यति भात पस्किहाल्छु पस्किनुहोस् मलाई दाल हो पाउ बोलिनु पर्दा हो हो पाउँदा पनि हुन्छ हो खाँदैछ अलिक ठुलो उमा छ है यसरी मिलाउने हो नि त बुढाले मिलाइदिँदैन हो र है त्यहाँदेखि मासु त धेरै खानुपर्छ अरू चिज नखाए पनि ल बुढा लादिउँ लगाइदिनु न अचार दिनु न हामीलाई सुरुमा ढेडीले खाने ढेडी म त खान्न ए कसले खान्छ अचार छ त्यहाँ तिमीलाई त मासु त्यहाँ निकालिराखेको थिएँ बुढाले माया लगाइदिनु बोसो बोसो खाने कि हड्डी खाने हो बुढी भनेर है आफू त सोधेरै लगाइदिने हो नि दाँत हुने मान्छेले हड्डी हड्डी खानु अँ दाँत बुढी, सुन्नु नि। नहुनेले भातमा दियो कि उमा बोसो लाग्ने बोसो खानु त्यो तपाईँ दिनुहुन्छ कि बुढो यो तपाईँको ए खोर्सानी ल सासूमाले पकाएको हौ हो र ल है, मेरो चाहिँ भात यस्तो भात छैन टाँसिरहेछ मुनि पनि हो र उता झुन्डी ए बुढो त्यहाँबाट झारेको थियो भुइँमा आफू त फेरि पल्टै घुमाएर बानिसक्यो थियो हामी चाहिँ ढुक्क घुमाएर खानेको पानी ल्याउनु एउटा विशेष है पर्दैन यो बेला कामै छ उसको कामै छ भनेर 12 बजीसम्म काम गर्ने अरे अनि जाने अरे त बहिनीले खान्छ मिठाई चाहिँ मम भात कत्रो हवा परेको वा यस्तो गुट्छ गुड्छ खतरा यहाँ आउँला फलाउन पाइँदैन भने हातले त खाँदैछु आज कता जाने अरे आमा सुन्दै खान्छ धेरै मजा आउँछ आज अब छोरोको घर जानु भनेको नि त अनि हर्का साथ हर्का हर्का छ कि छैन त हर्का पनि छ फर्का पनि छ हर्का साथ अब यहाँ बसेर माथि बस्दा त कस्तो कस्तो अप्ठ्यारो छ सुरुमा बस्दै बानी हुन्छ अब आफूलाई जहाँ बस्यो बसिरहेको त्यही ऊ हुन्छ नि यहाँ 14-15 वर्ष भइसक्यो बसेको आमालाई आशीर्वाद धेरै भन न धेरै बोयफ्रेन्ड नबनाऊ बिजनेसमा जुवाइले आशीर्वाद खोज्दै थियो आमा अब मौका पर्ने मौका चौका हामी परिहाल्यो नि दाजु घुमाउने न्युले यसो साइड नहाल्नु पनि भयो जुवाइले दिएको आशीर्वाद चाहिँ होला हामीले दिएको त सधैँ अब नयाँ नयाँ गर्लफ्रेन्ड बनाएर बोयफ्रेन्ड बनाऊ भनेको छैन आमा बाउ जेलस भएर फोन गर्ला थाहा छ सबै कुरा के खायो त्यसो भनिदियो कोड्दै नि छाला त नाच्नु
अब नि माइतीको जाने नि त हो अब यो छुट्टीको दसैँ दिनमा त पुरा रियल कोसेली किनेर जानुपर्छ हो कोसेली अनि आज पनि त नि नयाँमा के बोक्ने हो अझै पनि लगाउनु पर्छ नि यहाँनिर त कोसेली हेरेर मात्रै पैसा दिन्छ अलिक डर डरेर उसले त अस्ति नै भनेको छ कोसेली हेरेर मात्रै पैसा दिन्छु भनेको छ के चाहिँ लाग्छ त त्यसो भए कसरी जाँदाखेरि एउटा ब्लु रेबर र एउटा चरा एउटा भेडा किनेर तानेर जाने भेडा त त्यत्रो भेडाले भेडै छैन हौ साँच्चै यो अब गाउँमा भेडा लिएर आउँछ नि बाख्रा खस्यो जस्तो लगाएर ससुराले हिँडिन्छ अब बुढी त माइती बुढी हेरेको है भन्दा नि यार छुट्टीमा उतै बसिदिला हो साँच्चै नै मलाई बस्ने हो एउटा भसान भिडियो पनि देख्छु त यो त्यसको हो यो रियल अकबरीको छुट्टै ऊ भइहाल्छ क्या बास्ना बास्ना कस्तो आउँछ क्या मिठो तिमी त त्यसो भन्छ झन् खाने मान्छेलाई त कस्तो फ्लेभर हुन्छ होला आफैलाई थाहा हुन्छ क्या सो कतिखेर हिँड्ने त हामी भात खाएर भाँडासाँडा धोएर उदयनारायण लिन जानुपर्छ उनीहरूको अफ रहेछ खै जुइले कतिलाई जाने ल्याइदिन्छु पुरै त दिन्छु भन्न कता भन्नु भनेर भन्थे उता पुगेर पनि फेरि यहीँ आउनु पर्दो रहेछ नि त उता गर यो एमसीमा बिच बाटोमा आउँछ अब गाडीमै नटाउने हो उताको कसैले यताको दुईवटा छोरीको कसैले मैले आएन माथि 3टा रक्सी रहेछ कि यो मेरो कोसेली है भनेर त्यही लग्छु भनेको क्या 8-9वटा थियो सकेको पोर्टदेखि त अस्तिदेखि त माथि राख्नु छोडेको नभए त हुन्थ्यो नि एउटा गाडी पनि जाइन्छ रक्सी बोक्ने यहीँ तल राखेको नोक्सान पर्यो नोक्सानले खाँदै मैले खाँदै सबै रक्सी अब एउटाले खाउँ भनेपछि खानु परिहाल्यो सबै बुढा हाम्रो मलाई गयो हामी भयो होइन त नि त्यति साह्रो खायौँ न होला हौ रक्सी है माथि त खुसरुकै खानु पनि मिल्दैन थियो खाँदा पनि कसले मिल्दैन भन्छ र खानु मनै भएको भए त पहिलो त तपाईँले अनि नकिपुरमा यत्रो टक्रेर रक्सी सट्टा खाएर उतापट्टि बसिरहनुहुन्छ यहाँ खाएर कसले खाएँ भन्छ तपाईँलाई नखाने राम्रो हो रक्सी त अस्ति के बुढा हिजो के त्यही के जाति खाएकोलाई पनि डाइरिया भयो ल तब भनेर राख्नु राम्रो भातै नखाइ रक्सी तातो पानीमा लाएर अनि दबाई खाइदिएको दबाई अनि दबाई स्वाट्ट खाइदिएको ठिक भयो हिजो त्यही त होइन कहिले खाँदा त के हुन्छ र हौ मान्छेले तर मतीमा बिगार्नु त्यति सुन्यो भने बिहान रक्सी खाने भन्छन् होइन त्यो त कस्तो पेट दुखेर ए बिहानै खानुको खाजा खाएर भएर ए यति बेला आएर यो बिहान आउँदाखेरि त्यसो त खाइसक्यो फटाइ पो रहेछ त अनि म त बेलुका पो भात राखिदिँदै रक्सी खाएर भने के गर्नु यो बिहान आउँदा त अघि खाइसकेको हुन्छ रक्सी खानु पुग्यो बुढो अब भरे ससुरालीमा भात त ढिलो हुने होला अब खुट्टा पकाउँदा
खुट्टा पकाउने पो अँ कसले हामी गएर हुँदैन न बिहानलाई भन्नुहुन्छ होला नि छुट्टी भने त अनि छुट्टी छ भने त्यो अनि के उनीहरूले खाने नि ल्याउनु है सागहरू खाने ल्याउनु अब गएपछि टिपेका के टिप्छु भन्दै थियो कहाँ दोकान फोन आयो भने को तान्थ्यो बुढा दोकान आमाको फोन ल्याइदिनु प्लिज यो किन गयो हो यो पैसा ल हिजो किन लिएर आएको छ दिदीले गरेर होला आज गर्नु भएको छैन त्यो पनि कहाँ गएर आएन फेरि बिरामी छ चिसो लागेको जस्तो घार पर्छ बोल ए ए यहाँ हेर्नु न यहाँ आमा यहाँ मलाई थाहा पनि थिएन आमा जानुहुने अरे आज छोराको घर अनि यहाँ यी भात खाइरहेको त भित्र घन्टी बजेर देख्यो छैन यो चाहिँ उयो भयो नुहाउँदैछ कि के गर्दैछ काट्नु हुँदैछ आमा चाहिँ देखाउनु न मलाई त कहाँ गरेको त ओ आमालाई हेरे आमालाई त्यहाँ रेकर्ड भएको रेकर्ड भएको छ क्या अब मासु भात नखाइ कहाँ जानु त यहाँ त नाना गोप्य कुरा त आज मलाई थाहा पाउँदै थियो अब यहाँ दाजु घर जाने भयो त भनेर भनेको त मेरो हप्ताको 20 पाउन्ड पनि जाने भयो भनेर भन्दै हुन्छ पिर परेछ जागिर हप्ताको 20 पाउन्ड जाने भयो भनेर भन्नुहुन्छ त त्यहाँ पनि दिइहाल्नुहुन्छ नि दिइहाल्छ नि सिमी खानु न ल अब भात सात खाएर हामी जाने हो सबै नयाँ घरमा त अब एकछिन नि हतार अब फेरि हामी गएर भात पकाउनु पर्ने अरे हामी गएर भात पकाउनु पर्छ त्यही भएर ढिलो ढिलो गरेको भन्नु होला म तपाईँको ब्रेकफास्ट के तपाईँको ब्रेकफास्ट त उराट लाग्छ हौ घरिघरि त है अनि नखाने मान्छे टिपेर खान्छ त होइन हड्डी राम्रो थियो आमालाई यस्तो आमा पुरै बुझिन हौ अंश ए अंश यी भात खाएर पठाइदिएको छु अब यो भन्दा अंश के दिएर ए बुढा देखाउनु त पोका पाकी खोर्सानीहरू सबै ए नाना यहाँ अंशको कुरा नगर्नु है यहाँ मैले यहाँ अघि नै डाइरेक्ट दिइसकेँ यहाँ हेर्नु न यत्रो राम्रो राम्रो सुन्था ऊहरू भएको छ यो तीनटा यहाँ छोड राखेर तीनटा है बुढा तिम्रो देखेर 2 4 5 6 7 वटा यहाँ हेर्नु न यहाँ अलिक ठुल्ठुलो फल अझ कम्पिटिसन गरे कहाँ चाहिँ धेरै फलाउने अरे यो ठुल्ठुलो चाहिँ सबै छोरालाई हजुर दाल लगाएर खानु न म ए ल सिमी नखाने के भन्नु न ससुराली घरमा आएर झनै त्यो भुइँमा सुत्नुपर्छ र भन्दिनँ
ए सुन्दरमै घर किन सुन्दरले घर किन सरेको छैन त पैसा त्यत्रो साई पाएको छैन नि तर त्यो त भइसक्यो नि सबै पुरै बुझिन आउन न भन्नु त पैसा नि धेरै देखेर आत्तिएर भन्छ नि के भन्नुभयो अरे कहाँ नि अब विदेशीहरूलाई त भुइँमै त सुताउनु पर्छ त भन्नु होइन अब भात खायौँ अनि अब जाने बेलुका उता पनि फेरि हामी त 6 बजी त आउनुपर्छ है बुढो उसको ड्राइभिङ हो आधा घन्टा ओरदोर गर्नुपर्छ ए यो मलाई आइराखिहाल्छ यो पनि पानी पर्दैरहेको थियो आमा खानु छोरीले खत्री बनाएर खुवाइ त भात मिठो भयो ल ल भरे बोल्दै गर भरे बोलौँ न म फोन गर्छु हामी लगेर जाने आमालाई कहाँ थुथु गरेर खक थु आमा खक थु गर्नु कसले आमाले कि मैले हौ ए मैले चाहिँ दिनुपर्छ आमालाई राम्रो रहेछ त आइडिया त पानीमा दिनु ए बधाई छ त्यसो